यसलाई कुरा गर्न चाहन्छु। सुशील महता कहाँबाट आउनुभयो? बाजुराबाट। बाजुराबाट। कति वर्ष भयो क्रिकेट खेल्न आएको? 3 वर्ष भयो। 3 वर्ष भयो। अनि पढाइ चाहिँ कतिमा? 8 क्लासमा। क्रिकेट खेल्नुपर्छ भन्ने चाहिँ कहाँबाट लाग्यो, कसरी लाग्यो, कहिले सुरु गर्नुभयो? जतिखेर नेपालले वर्ल्ड कप खेलेको थियो त्यतिखेर T20 वर्ल्ड कप खेलेको थियो, त्यतिखेरदेखि क्रिकेट खेल्नुपर्छ जस्तो लागेको थियो। अनि घरमा को हुनुहुन्छ? घरमा मम्मी अनि भाइ हुनुहुन्छ। 3 जना मात्रै? तपाईँ जेठो हुनुहुन्छ? अनि क्रिकेट खेल्नुपर्छ भनेर लाग्नुभयो। अनि क्रिकेटमा कस्तो भन्न चाहनुहुन्छ? कुन खेलाडीलाई हेरेर तपाईँ खासमा अझ धेरै क्रिकेटमा तपाईँको लगाव हो खासमा? म चाहिँ क्रिकेटर नै बन्नुपर्छ भन्ने चाहिँ डेल स्टेनलाई हेरेर लगाएको हो। अब नेपालको प्लेयर हेर्ने हो भने चाहिँ सन्दीप लामिछानेलाई नै हेरेर लगाएको क्रिकेट खेल्नुपर्छ। तपाईँको सबैभन्दा राम्रो चाहिँ क्रिकेटमा कुन पक्ष हो? मेरो बलिङ गर्नुहुन्छ? हजुर। अहिलेसम्म कुनै जिल्ला स्तरीय वा प्रदेश स्तरीय खेल खेल्नु भएको छ? खेलेकै छैन है। आज ट्यालेन्ट हन्टको लागि धनगढी आउनु भएको छ। कति घन्टा लाग्यो धनगढी पुग्न? धनगढी पुग्न बाजुराबाट बसमा त 18 घन्टा जति लाग्यो। पनि घरमा सम्म त आमा मात्रै हुनुहुँदो रहेछ होइन? अब क्रिकेटमा आफ्नो सपना देख्नु भएको छ। आर्थिक अवस्थाले तपाईँले क्रिकेट सिक्दै गर्दा, क्रिकेट खेल्दै गर्दा आर्थिक अवस्थाले पनि असर गर्छ होला। कतिको अप्ठ्यारो भइरहेछ? आर्थिक अवस्थाले असर गरेछ, तर अब हेल्प गर्ने कोही पनि छैन, तै पनि खेल्नुपर्छ भन्ने छ। आर्थिक अवस्थाले पेल्या छ, केही हुँदैन। यसले चाहिँ मेरो लक्ष्य के हो भनेपछि आर्थिक इकोनोमीले मेरो क्रिकेट करियरमा, मेरो क्रिकेट सिकिरहेको उमेरमा केही पनि असर नगरोस्